हेलो साथीहरू नमस्कार है। आज तपाईहरुलाई म चाहिँ यो हाम्रो पाठामारीको पुल देखाउँदैछु। यो पुल चाहिँ भर्खर यो निर्माण चाहिँ सकिएको छ हैन। धेरै लामो पुल छ साथीहरू है। यहाँ पाठामारी यो चाहिँ झापा जिल्लाको हो। यहाँबाट चाहिँ तपाई सिधै इन्डिया मेची खोलाको भेरलुङ्गे पुल लगभग ओपनिङ भइसकेको होला। मान्छेहरू हिन्डुल बढिसकेको छ। एकदम लामो पुल रहेछ। लामो बाइकहरू पनि जाने है। यो चाहिँ मेची खोला। यो मेची खोलामा पहिला पुल थिएन। यहाँ डुङ्गा छ, नाउ छ हैन। त्यो नाउमा चढेर चाहिँ हामी जानु पर्ने हुन्थ्यो। यस्तो छ है साथीहरू, हेर्नुस् है। यो हिउँदोमा अब मेची खोला चाहिँ पानी कम हुँदै जान्छ। अहिले लगभग यहाँ यो पुलमा पनि सेल्फी लिनेहरू, फोटो खिच्न आउनेहरू, भिडियो रिल बनाउनेहरू धेरै मात्रामा आउन थालेको रहेछ साथीहरू। म त आज मात्रै आएको, हुनु त हाम्रो गाउँबाट नजिकै हो, तर आएको थिइनँ। हालचालै चाहिँ आज चाहिँ आए हैन। हालचालै चाहिँ निकै भिड हुन थालेछ। म त पहिलोचोटि आएको। यता देख्नुहुनेछ यो काँगड भिट्टाबाट चाहिँ बग्दै आउँछ यसरी। अनि यहाँ हुँदै हुँदै फेरि यो तपाईको मेची खोला चाहिँ इन्डियामा नै प्रवेश हुन्छ के। यो चाहिँ महानन्द खोला भन्छ इन्डियामा। त्यहाँनेरि तपाईको त्यहीनेरि जान्छ। राम्रो रहेछ। तपाईहरु पनि नजिक केही हुनुहुन्छ भने चाहिँ घुम्न आउँदा हुने रहेछ, यदि मन भएछ भने हैन। कति मान्छेहरू आउने गर्छन् त यो हाम्रो नेपालकै होजो ठाउँ भनेर। त्यहाँ आउँदाखेरि यहाँ आउनु नजिकै पर्छ। त्यो सिधै बनेनीबाट, बनेनी कचनकहल भन्छ, बनेनीबाट सिधै यता आउनु भने नजिकै हो। आउँदा हुने रहेछ साथीहरू है। हस् त, आजलाई यति नै मैले जानकारी गराएँ। हस् त, धन्यवाद।